हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ 25 डिसेम्बर। म चाहिँ सानो भिडियो सधैँ 25 डिसेम्बरमा चाहिँ बनाएर लाउँछु नि त वर्षैपछि होइन। अन्त आज पनि त्यही बिहानै उठेर मुखहरू नदेखिन नानीहरूलाई सबैजनालाई खाना बनाउँदैछु। त्यसको बादमा चाहिँ हामी चर्च जान्छ। त्यही भिडियोहरू मैले कन्टिन्यू सानो अब बनाउनु पाएछु भने चाहिँ लगाउँछु भनेर सोचेको छु। 14जना छ परिवार होइन। अन्त यिनीहरूलाई चाहिँ मैले बिहानको खाजा चाहिँ के दिँदैछु भन्दा चाहिँ पहिल्यै बिहानै मैले मिठो आलुदम पकाइदिएको छु हो। अन्त ताजा ताजा रोटी पोल्दैछ। त्यो भने चाहिँ यिनीहरूलाई चाहिँ रोटी र आलुदम दिने। अन्त केक पनि काट्ने। हिजो क्रिसमसको केक चाहिँ यिनीहरूले राति 12 बजी काट्ने बेला चाहिँ काटेन रहेछ। अब म काट्ने है। आज ल्याऊ बोटुको अरू ल्याऊ आज ल्याऊ। केक पनि काटेर दिइहाल्यो मैले यिनीहरूलाई। केक पनि 12 बजी राति काट्नुपर्ने क्रिसमसको। अहिले बिहान काट्यो। यिनीहरूले काट्छ भनेर भनेको त्यही छैन काट्नु त। खै आइज यहाँ पनि छैन। आइज बस दुईवटा केटाहरू कहाँ गयो? आलु कस्तो भएछ भन् केटीहरू? मैले चाहिँ यो यस्तो केटाकेटीहरूलाई चाहिँ नि आलु यसरी रातो पारेर पिरो पारिदियो यस्तै खान्छ यिनीहरूले। त्यही भएर मैले बनाइदिएको मिठो लाग्छ है। केटीहरू मात्रै कहाँ छ र? हाम्रो छोराहरू पनि छ नि दुईजना। अन्त यिनीहरूले चाहिँ खाइसकेर हो अनि यो लगिदिए यहाँनिर चाहिँ भाँडा मोल्नेहरू मजाले यिनीहरू खुवाउनु रहेछ क्या त। भाँडा मोलाउनु रहेछ हेर त भाँडा मोल्नेहरू यता हेर। लु अब रेडी पनि हुन्छ सबजना। चर्च गएको होइन। साडी लगाइरहेको छु। साडीमा चाहिँ चर्च जाँदैछु होइन। यो साडी लगाउनु पनि कस्तो टाइम लाग्यो होइन। ढिलो भइसक्यो तर पनि जाँदैछु। गो यो उकालो हिँड्नुपर्छ चर्च जाँदा। ऊ माथि छ है चर्च चाहिँ। तर यो चाहिँ 30 सेकेन्डको पनि उकालो छैन। तर कस्तो साह्रो परिरहेको हुन्छ है। यहाँ चाहिँ मजाले खाना खाना है। के पकायो? यो चाहिँ भात मासुहरू पकायो। सेन्ट बर्नाडेट चर्च गोरुबथान। कस्तो हुन्छ मजा आउँछ है। Votação na Facebook do dia.
हामी चाहिँ यहाँनिर चर्च सकेको बादमा चाहिँ प्रोग्राम हुन्छ भनेर चाहिँ प्रोग्रामको लागि चाहिँ पर्खिरहेछ। त्यसको बादमा खाना खान चाहिँ जाने हो है। बोल्नु पाउँदैन अब त अघि हेर्नु भने त ल 1 2 3 गो पछि साडी लगाएर राम्रो भएर जान्थ्यो होइन। भाउजूले चाहिँ योपालि साडी लगाएको छ उसले पनि है, भन्दा भन्दा कस्तो ब्युटिफुल देखिरहेछ होइन। यस्तै हो। मिसामा प्रोग्राम सब सकेर आएर चाहिँ भाडा उल्न गइँदैछ। अब चाहिँ चर्च फेरि खाना नै खाएको छैन होइन। के अरे प्रेम भोज नखाइकन भाडा मूल्य ट्रन हाम्रो रहेछ। अन्त चाहिँ पहिला चाहिँ साडी फेरौँ, चेन्ज गरौँ, त्यसको बादमा अन्त मजाले ठाउँ पनि भाडा पनि मोलौँ भनेर यस्तो ड्रेसमा जाँदैछु फेरि है। ए भाउजू यस्तो ड्रेसमा होइन, ओ माइ गड, छिचिएर गएर खाएर आउनु चाहिँ किनभने साडी लगाएर गएको चाहिँ साडी लगाएर आएको थिएँ होइन। अवस्था मैले साडी लगाएको थिएँ नि त, मैले कुर्ता लाएको थिएँ, कुर्ता लाएको छु किनभने साह्रो ढिलो गर्छ होइन। भात खाइले हजुर खाना कस्तो मिठो रहेछ। दाल थिएन है, के छ दाल किन्नु त्यो सुँगुरको बस्छ।
25 डिसेम्बर चर्चमा मिसा बलिदान, त्यसको बादमा सानो प्रोग्राम, यहाँ चाहिँ केटीहरू सानो प्रोग्राम, त्यसको बादमा खानासाना खाएर मजाले भाँडासाँडा सबै मोलेर त्यसलाई सबै गरेर आएर फेरि किचनको लुगामा छु होइन, खाना पकाउनेवाला छु। 8 जना मेरो गेस्टहरू छ, उनीहरूको लागि सबैजनालाई योहरू हो। अन्त चाहिँ आज मजा आयो, मेरी क्रिसमस सबैजनालाई। मैले वर्षै पछि क्रिसमसको 25 डिसेम्बरको भिडियो लाउँथेँ नि त, आज पनि मैले यो लगाएँ सुरुदेखिको यो लास्ट अन्तसम्म। बाई।